प्रश्न नम्बर 1, विश्वको सबैभन्दा पुरानो अन्न कुन हो? तपाईको अप्सन ए रहेको छ धान, बी रहेको छ मकै, सी रहेको छ कोदो, डी रहेको छ भटमास। तपाईको सही उत्तर हुन्छ अप्सन डी भटमास। प्रश्न नम्बर 2, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको दुबईको बुर्ज खलिफाको उचाइ कति हो? तपाईको अप्सन ए रहेको छ 625 मिटर, बी रहेको छ 828 मिटर, सी रहेको छ 720 मिटर, डी रहेको छ 515 मिटर। तपाईको सही उत्तर हुन्छ अप्सन बी 828 मिटर। प्रश्न नम्बर 3, फ्रिजमा कुन ग्यासको प्रयोग हुन्छ? तपाईको अप्सन ए रहेको छ हिलियम, बी रहेको छ कार्बन, सी रहेको छ हाइड्रोजन, डी रहेको छ अमोनिया। तपाईको सही उत्तर हुन्छ अप्सन डी अमोनिया। प्रश्न नम्बर 4, अन्तरिक्षमा जाने पहिलो देश कुन हो? तपाईको अप्सन ए रहेको छ इन्डिया, बी रहेको छ चीन, सी रहेको छ अमेरिका, डी रहेको छ रुस। तपाईको सही उत्तर हुन्छ अप्सन डी रुस। प्रश्न नम्बर 5, नेपाल चीन भन्दा कति सानो छ? तपाईको अप्सन ए रहेको छ 65 गुना, बी रहेको छ 55 गुना, सी रहेको छ 60 गुना, डी रहेको छ 22 गुना। तपाईको सही उत्तर हुन्छ अप्सन ए 65 गुना। प्रश्न नम्बर 6, नेपालमा मात्र पाइने चरा कुन हो? तपाईको अप्सन ए रहेको छ मयूर, बी रहेको छ प्रेवा, सी रहेको छ काँडे भायाकुर, डी रहेको छ डाँफे। तपाईको सही उत्तर हुन्छ अप्सन सी काँडे भायाकुर। प्रश्न नम्बर 7, नेपालका चीन र भारत दुवैसँग सीमा जोडिएका जिल्लाहरू कतिवटा छन्? तपाईको अप्सन ए रहेको छ 4 वटा, बी रहेको छ 1 वटा, सी रहेको छ 2 वटा, डी रहेको छ 3 वटा। तपाईको सही उत्तर हुन्छ अप्सन सी 2 वटा। प्रश्न नम्बर 8, सबैभन्दा धेरै आँखा भएको जीव कुन हो? तपाईको अप्सन ए रहेको छ मृग, बी रहेको छ अक्टोपस, सी रहेको छ उल्लु, डी रहेको छ पुतली। तपाईको सही उत्तर हुन्छ अप्सन डी पुतली। प्रश्न नम्बर 9, नेपालका चीन र भारत दुवैसँग सीमा नजोडिएको जिल्लाहरू कतिवटा छन्? तपाईको अप्सन ए रहेको छ 38 वटा, बी रहेको छ 35 वटा, सी रहेको छ 36 वटा, डी रहेको छ 37 वटा। तपाईको सही उत्तर हुन्छ अप्सन डी 37 वटा। प्रश्न नम्बर 10, विश्वको सबैभन्दा ठुलो खाडी कुन हो? तपाईको अप्सन ए रहेको छ स्पेनको खाडी, बी रहेको छ मेक्सिको खाडी, सी रहेको छ गल्फको खाडी, डी रहेको छ बङ्गालको खाडी। तपाईको सही उत्तर हुन्छ अप्सन बी मेक्सिको खाडी। प्रश्न नम्बर 11, फेसबुक एपको कम्पनी कुन देशमा हो? तपाईको अप्सन ए रहेको छ चीन, बी रहेको छ युरोप, सी रहेको छ जापान, डी रहेको छ अमेरिका। तपाईको सही उत्तर हुन्छ अप्सन डी अमेरिका। प्रश्न नम्बर 12, नेपालमा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो? तपाईको अप्सन ए रहेको छ बर्दिया, बी रहेको छ चितवन, डी रहेको छ सिपुडी, डी रहेको छ रारा। तपाईको सही उत्तर हुन्छ अप्सन बी चितवन। प्रश्न नम्बर 13, मानव शरीरमा मूत्र बनाउने अङ्ग कुन हो? तपाईको अप्सन ए रहेको छ मुटु, बी रहेको छ कलेजो, सी रहेको छ मृगौला, डी रहेको छ फोक्सो।
तपाईको सही उत्तर हुन्छ अप्सन सी मृगौला। प्रश्न नम्बर 14 नेपालको राष्ट्रिय जनगणना कति वर्षमा हुन्छ? तपाईको अप्सन ए रहेको छ 5 वर्ष, बी रहेको छ 7 वर्ष, सी रहेको छ 10 वर्ष, डी रहेको छ 15 वर्ष। तपाईको सही उत्तर हुन्छ अप्सन सी 10 वर्ष। प्रश्न नम्बर 15 जस्ता र तामा मिलेर कुन धातु बन्छ? तपाईको अप्सन ए रहेको छ पित्तल, बी रहेको छ स्टिल, सी रहेको छ सुन, डी रहेको छ चाँदी। तपाईको सही उत्तर हुन्छ अप्सन ए पित्तल। प्रश्न नम्बर 16 नेपालमा जम्मा कतिवटा प्रदेश छन्? तपाईको अप्सन ए रहेको छ 4 वटा, बी रहेको छ 3 वटा, सी रहेको छ 7 वटा, डी रहेको छ 8 वटा। तपाईको सही उत्तर हुन्छ अप्सन सी 7 वटा। प्रश्न नम्बर 17 नेपालदेखि बङ्गलादेश कति टाढा छ? तपाईको अप्सन ए रहेको छ 25 किलोमिटर, बी रहेको छ 27 किलोमिटर, सी रहेको छ 35 किलोमिटर, डी रहेको छ 37 किलोमिटर। तपाईको सही उत्तर हुन्छ अप्सन बी 27 किलोमिटर। प्रश्न नम्बर 18 कुन चरा जङ्गलमा बस्छ? तपाईको अप्सन ए रहेको छ सुगा, बी रहेको छ मोर, सी रहेको छ प्रेवा, डी रहेको छ बतक। तपाईको सही उत्तर हुन्छ अप्सन बी मोर। प्रश्न नम्बर 19 बोट र रुखको फरक के हो? तपाईको अप्सन ए रहेको छ आकार, बी रहेको छ रङ, सी रहेको छ गन्ध, डी रहेको छ स्वाद। तपाईको सही उत्तर हुन्छ अप्सन ए आकार। प्रश्न नम्बर 20 कुन जनावर मानिसको साथी मानिन्छ? तपाईको अप्सन ए रहेको छ बिरालो, बी रहेको छ कुकुर, सी रहेको छ गाई, डी रहेको छ घोडा। तपाईको सही उत्तर हुन्छ अप्सन बी कुकुर। प्रश्न नम्बर 21 कुन फल बच्चाहरूले धेरै मन पराउँछन्? तपाईको अप्सन ए रहेको छ केरा, बी रहेको छ आँप, सी रहेको छ स्याउ, डी रहेको छ सबई। तपाईको सही उत्तर हुन्छ अप्सन डी सबई। प्रश्न नम्बर 22 मानिसको शरीरमा सबैभन्दा कम पुनः उत्पादन हुने कोष कुन हो? तपाईको अप्सन ए रहेको छ छाला, बी रहेको छ रगत, सी रहेको छ स्नायु, डी रहेको छ कलेजो। तपाईको सही उत्तर हुन्छ अप्सन सी स्नायु। प्रश्न नम्बर 23 च्याउ खाँदा रोग कुन लाग्छन्? तपाईको अप्सन ए रहेको छ क्षयरोग, बी रहेको छ क्यान्सर, सी रहेको छ मधुमेह, डी रहेको छ हृदय रोग। तपाईको सही उत्तर हुन्छ अप्सन बी क्यान्सर। प्रश्न नम्बर 24 नेपालमा सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो? तपाईको अप्सन ए रहेको छ काठमाडौँ, बी रहेको छ पोखरा, सी रहेको छ जनकपुर, डी रहेको छ नेपालगञ्ज। तपाईको सही उत्तर हुन्छ अप्सन डी नेपालगञ्ज। प्रश्न नम्बर 25 कुन चरा पानीमा पनि उड्न सक्छ? तपाईको अप्सन ए रहेको छ बतख, बी रहेको छ कुखुरा, सी रहेको छ मोर, डी रहेको छ काग। तपाईको सही उत्तर हुन्छ अप्सन ए बतख। साथीहरू आजको भिडियोमा यति नै थियो 25 वटा जीके प्रश्न उत्तरहरू। साथीहरू तपाईहरूको यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरेर आफ्नो साथीमा पनि सेयर गर्नुहोला। अनि अहिलेसम्म यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने यो युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला यस्तै प्रकारको भिडियोहरू हेर्नको लागि।